नमस्ते साथीहरु। आज हेरौं ओमोडा E5 Pro को हाम्रो वाक अराउन्डमा के छ। सुरु गरौँ अगाडिबाट है त ल। अगाडि आएर हेर्नुस्। अगाडि चाहिँ तपाईको गाडी चाहिँ एकदम वाइड देखिन्छ। यहाँ चाहिँ ओमोडाको ब्याजिङ देख्न सक्नुहुन्छ तपाईले हैन। र अगाडि वाइपरमा पनि तपाईको यहाँ हाम्रो बोनलेस वाइपर देख्न सकिन्छ यहाँ हैन। यो चाहिँ तपाईको मज्जाले सिसा चाहिँ सफा गर्छ। अब यहाँ चाहिँ तपाईको रोबो शार्कबाट इन्स्पायर्ड तपाईको DRL र प्रोजेक्टर LED हेडलाइट दिएको छ। यहाँ तपाईको अगाडिको फेसलिफ्ट पनि दिएको छ। यसले गर्दा तपाईको टायर कता छ भन्ने कुरा चलाउँदाखेरि चाहिँ एकदम सजिलो हुन्छ तपाईलाई अन्दाजी गर्न। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईको सेन्सरहरु। यो चाहिँ ADAS फिचरको लागि राखिएको सेन्सरहरु हो। यहाँ चाहिँ तपाईको क्यामेरा दिएको छ। यो ग्रिल भयो तपाईको ग्राउन्ड क्लियरेन्स पनि 191 mm को ठुलो ग्राउन्ड क्लियरेन्स छ, जुन नेपालको बाटोको लागि चाहिँ एकदम राम्रो हुन जान्छ। यो गाडी तपाईको फ्रन्ट व्हील ड्राइभ हो। अब हेरौँ हामी यसको बोनेट खोलेर। यसको बोनेट चाहिँ तपाईको अगाडि क्याबिनबाट खुल्छ। आउनुस् हेरौँ है त ल। अब बोनेट खोल्ने चाहिँ तपाईको यहाँ दिएको छ। हेर्नुस् यो टक्क गरेपछि अगाडि बोनेट खुल्छ। अब अगाडि बोनेट खोलेपछि बोनेट खोल्ने तरिका पनि फरक छ। यहाँ तपाईको एउटा सानो लक दिएको हुन्छ। यो टक्क दबाएपछि यसरी खुल्छ। अब यसरी खुलेपछि हेर्नुस् यो चाहिँ हाइड्रोलिक हो, त्यसैले केही अडाउनु पर्ने गर्नुपर्ने केही पनि गर्नु पर्दैन। अब सबै तपाईको मोटर र इलेक्ट्रोनिक्सहरु मज्जाले यस्तो क्लिन तरिकाले र्याप गरेर राखिएको छ। अब यहाँ तपाईको 70 लिटरको फ्रङ्क छ। यहाँ तपाईले पिकनिक जाँदा अथवा तपाईको आउटडोरको कुनै पनि क्याम्पिङहरु गर्दा यहाँ सामान राख्न मिल्यो। अब यो वाइपरको पानी हाल्ने ठाउँ, यो कुलेन्ट हाल्ने ठाउँ, यो ब्रेकको ओइलहरु हाल्ने ठाउँ र यो सबै भइसकेपछि यसलाई बन्द गर्न पनि सजिलो यति गरेर टक्क लाएर चाहिँ बन्द चाहिँ हुन्छ। अब हेरौँ हामी यसको साइड प्रोफाइल। साइड प्रोफाइलमा चाहिँ यो गाडीको रोबो शार्कबाट इन्स्पायर्ड भएको DRL र तपाईको क्रिजहरु दिएको छ, जुन यहीसम्म एक्सटेन्ड हुन्छ, जसले गर्दा यो गाडीमा चाहिँ एकदम प्रिमियम र तपाईको स्पोर्टी लुक चाहिँ आउँछ। र अब यसको तल हेर्ने हो भने यो 18 इन्चको तपाईको एलोय व्हील दिएको छ र यो टायरको साइड वालको थिकनेस पनि ठुलै छ, जसले गर्दाखेरि नेपालको जस्तो उबडखाबड बाटोमा पनि भित्र तपाईको स्मुथ चाहिँ फिल हुन्छ। अब साइड मिरर हेर्ने हो भने साइड मिररमा 360 भ्यू लागि एउटा क्यामेरा दिएको छ र यहाँ तपाईको ADAS फिचर दिएको छ। यो फिचर चाहिँ तपाईको कुनै पनि अब्जेक्ट यदि 30 सेन्टिमिटरको नजिक आयो भने पहेँलो बल र तपाईहरुलाई आफै अलर्ट गराइहाल्छ र यो आफै पनि तपाईको अटोमेटिक भित्रबाट कन्ट्रोल गर्न मिल्छ। अब कुरा गरौँ यो गाडीको चाबीको। यो गाडीको चाबी चाहिँ कीलेस दिएको छ, कतै छिराउनु पर्दैन। र यो गाडीको एउटा फिचर भनेको नजिक जाने बित्तिकै गाडी आफै स्टार्ट हुन्छ। ल हेर्नु अनलक भयो हैन त। अब यसरी भित्र छिरेर इन्टेरियर हेर्ने हो भने यसमा चढ्न पनि एकदम सजिलो छ। हेर्न सक्नुहुन्छ सजिलै मजाले चढ्न सकिन्छ। यो तपाईको लेग स्पेस पनि राम्रो छ। यो सिट पनि तपाईको अटोमेटिक आफैले हामीले चाहिँ अगाडि पछाडी गर्न मिल्ने, साइड यताउति गर्न मिल्ने खालको सिट दिएको छ। यसको ढोकाको कुरा गर्ने हो भने यहाँ चाहिँ तपाईको डोर लक, यहाँ तपाईको विन्डो लक दिएको छ र यो तपाईको सिसाहरुको फंक्सन भयो र ढोका खोल्नलाई यो भयो। र यसको टचहरु पनि एकदम यो तपाईको मटेरियल पनि सफ्ट टचमा दिएको छ, जसले गर्दाखेरि तपाईको प्रिमियम फिल चाहिँ आउँछ। अब कुरा गरौँ यो गाडीको इन्टेरियरबाट। इन्टेरियरमा तपाईको यो स्टियरिङ व्हील देख्न सक्नुहुन्छ, जुन एकदम कम्प्याक्ट र स्पोर्टी खालको फिल आउने खालको स्टियरिङ व्हील दिएको छ र टच मटेरियल पनि एकदम स्मुथ खालको छ। र यसको बटन हेर्ने हो भने यहीबाट तपाईको भोल्युम कन्ट्रोल र तपाईको साइड मिररहरु कन्ट्रोल गर्ने सिस्टम यहीबाट दिएको छ। अगाडि तपाईको मिटरको लागि सानो स्क्रिन दिएको छ। यहाँ तपाईको रिभर्स पार्किङ र तपाईको ड्राइभिङ मोड चाहिँ यहाँदेखि सिलेक्ट गर्ने अप्सन छ। र इन्फोटेनमेन्टमा आउने हो भने 15.4
6 इन्चको ठुलो इन्फोटेनमेन्ट स्क्रिन दिएको छ। यसको टच स्क्रिन पनि राम्रै फिल भइरहेको छ हैन, एकदम रेस्पोन्सिभ खालको छ यो टच स्क्रिन पनि। र 360 डिग्री क्यामेरा हेर्ने हो भने यसरी चाहिँ तपाईँको सबै यहाँदेखि चाहिँ देख्न सकिन्छ। र यसको तल हेर्ने हो भने यहाँ हाम्रो 50 वाटको वायरलेस चार्जर पनि छ र मजाले यसले चाहिँ चार्ज पनि गरिरहेको छ। यहाँ हेर्नुहुन्छ भने एसीको भेन्ट देख्न सक्नुहुन्छ र एसीको फ्लो पनि यो गाडीको चाहिँ एकदम स्मुथ र राम्रो फिल भएको छ। यता चाहिँ तपाईँको फिजिकल बटन दिएको छ, एसीको बटन र ड्राइभिङ मोडहरू पनि यहीँबाट सेलेक्ट गर्ने, तपाईँको इको, नर्मल र स्पोर्ट सेलेक्ट गर्ने फङ्सनालिटी यहीँबाट दिएको छ। अब यो ह्यान्ड रेस्टमा चाहिँ तपाईँले हेर्नुभयो भने यसरी दबाउँदा यहाँ कुलिङ एउटा तपाईँको स्पेस दिएको छ। यसमा चाहिँ तपाईँको हामी काठमाडौँबाट गर्मीमा आउँदाखेरि पनि अहिलेसम्म मजाले चिसो भएको छ। 3टा जति तपाईँको मिनरल वाटर यसमा मजाले अट्छ। र यहाँ हेर्नुहुन्छ भने तपाईँको यो कप होल्डर दिएको छ। नर्मली कप होल्डर हल्लिने हुन्छ, तर यहाँ चाहिँ तपाईँको यस्तो बटन दिएको कारणले गर्दाखेरि मजाले यो चाहिँ तपाईँको कप चाहिँ हल्लिँदैन। र तलतिर हेर्नुहुन्छ भने यहाँ यत्रो स्पेस दिएको छ र यहाँ तपाईँको 2टा चार्जिङ पोर्ट पनि यसमा दिएको छ। सामानहरू तपाईँले यसमा राख्न सक्नुहुन्छ। अब कुरा गरौँ यो गाडीको एउटा फ्युचरिस्टिक फिचर जुन चाहिँ तपाईँको भोइस कन्ट्रोल। अब भोइस कन्ट्रोलमा चाहिँ मैले हेलो मोडा Please say it. ओपन द सनरुफ यसरी बोल्यो भने सनरुफ हेर्न सक्नुहुन्छ, मजाले आफै खुलिसकेको छ। यसरी चाहिँ यो काम गर्छ। Here. क्लोज द सनरुफ Okay. यसरी मजाले चाहिँ तपाईँको बन्द हुन्छ। अब अगाडि हेर्नुहुन्छ भने सनबाट प्रोटेक्सन गर्नको लागि यस्तो दिएको छ। यसमा पनि तपाईँको ऐना हेर्नको लागि टक्क बत्ती बल्ने रेडिजरलाई राम्रो हुने चिज फङ्सनालिटी यहाँ दिएको छ। यसलाई चाहिँ तपाईँले यस्तो गरेर यतापट्टि जतापट्टि घाम लाग्छ त्यतैपट्टि तेर्साएर चाहिँ राख्न सक्नुहुन्छ। अब कुरा गरौँ प्यासेन्जर सिटको। प्यासेन्जर सिट पनि इलेक्ट्रोनिकल्ली तपाईँको यसरी एडजस्ट गर्न मिल्ने खालको सिट छ। यो ड्राइभिङ सिट, प्यासेन्जर सिट दुवै चाहिँ इलेक्ट्रोनिकली एडजस्ट गर्न मिल्ने सिट हो। यहाँ हेर्नुहुन्छ भने तपाईँको सनबाट प्रोटेक्सनको लागि यस्तो दिएको छ। प्यासेन्जरको लागि पनि यहाँ तपाईँको एसीको भेन्टहरू दिएको छ। यहाँ सोनीको स्पिकर छ। यहाँ तपाईँको 8वटा सोनीको स्पिकर छ यो गाडीमा चाहिँ टोटल। र यहाँ तपाईँको अलिकति सामानहरू राख्नको लागि स्पेस पनि दिएको छ र गाडी स्पिडमा हुँदाखेरि समाउनको लागि ग्र्याब रेल पनि दिएको छ। अब कुरा गरौँ हाम्रो ब्याक सिटको। अब प्यासेन्जर सिटको कुरा गर्ने हो भने यहाँ चाहिँ तपाईँको यसरी ह्यान्डरेस्ट दिएको छ र यहाँ 2टा कप होल्डर पनि छ विथ तपाईँको त्यही कप नहल्लियोस् भनेर समाउने फिचर सहित हैन। यहाँ चाहिँ 3जना मजाले अटिन्छ। यदि लेगरुम हेर्ने हो भने पनि राम्रै लेगरुम छ र हेड स्पेस पनि तपाईँको ठिकै हेड स्पेस छ। तपाईँको गाडी अलि स्पोर्टी लुक भएको कारणले गर्दाखेरि क्याबिन चाहिँ अलिकति सानो लाग्न सक्छ, तर तपाईँले जुन पनि स्पोर्टी खालको गाडी किन्नुभयो भने क्याबिनमा थोरै कम्प्रोमाइज चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ। अब यहाँ हेर्नुहुन्छ भने नर्मल तपाईँको हम्प हुन्थ्यो जसले गर्दाखेरि यहाँ खुट्टा सुट्टा राख्न अलिकति समस्या हुन्थ्यो, त्यस्तो चाहिँ छैन। यहाँ तपाईँको 2टा एसीको भेन्ट दिएको छ जुन मजाले फ्लो आइरहेको छ। यहाँ चार्जर पनि दिएको छ र तपाईँको यहाँ चाहिँ ग्र्याब ह्यान्डल दिएको छ। यो गाडीको सिटको कुरा गर्ने हो भने यो चाहिँ 6 वे एडजस्टेबल इलेक्ट्रोनिक तपाईँको सिट दिएको छ र साथसाथै यो गाडीमा चाहिँ तपाईँको हिटेड भेन्टिलेटेड र मसाज सिट पनि छ। यहाँ बसेर मजाले तपाईँको पछाडिबाट चाहिँ मजाले चाहिँ मसाज हुन्छ जसले गर्दा लङ ड्राइभमा चाहिँ एकदम सजिलो हुन्छ। यो चाहिँ हाम्रो बुट स्पेस रहेको छ। बुट स्पेस हाम्रो अटोमेटिक डोर छ, हेर्न सक्नुहुन्छ यसरी खुल्छ। यो हाम्रो स्पेस चाहिँ यत्रो स्पेस रहेको छ। यसमा हाम्रो यहाँ लाइट देख्न सकिन्छ, यहाँ पनि लाइट छ। यहाँ तपाईँको यो तान्ने भएन, यहाँ तपाईँको अझै यो पनि छ। त्यसपछि एक्स्ट्रा टायर, टाइप सी चार्जर, टुल बक्स अनि यसलाई तपाईँको अझै तल राखेर ठुलो स्पेस पनि बनाउन मिल्छ। अब कुरा गरौँ यो गाडीको ड्राइभिङ एक्सपिरियन्स है त। ड्राइभिङ एक्सपिरियन्समा चाहिँ हामी चाहिँ आज आयो यो हात्तीबन जाने बाटो जुन छ उकालो बाटो, त्यो बाटोमा आयो होइन। त्यहाँ आउँदाखेरि चाहिँ तपाईँको यस्तो खालको चाहिँ अलिकति अफरोड नै छ होइन, काठमाडौँको वरिपरिको अफरोड र उकालो पनि धेरै छ। उकालोमा चाहिँ हामीले इको मोडमा चाहिँ लगभग राम्रै खालको चाहिँ पिकअप पायौँ होइन, ठिकै खालको पिकअप छ। तर नर्मल मोडमा जाने बित्तिकै राम्रो मजाले तान्नु पर्ने जति तान्छ र स्पोर्ट्स मोडमा जाने हो भने त तपाईँले पिकअपको लागि केही टेन्सनै लिनु पर्दैन। र यस्तो खालको तपाईँको अलिकति बम्पी रोडमा पनि सस्पेन्सन चाहिँ तपाईँको इन्डिपेन्डेन्ट भएर होला एकदम तपाईँको स्मुथ चाहिँ फिल भएको छ। धेरै घचाघुचुक भयो जस्तो चाहिँ हामीलाई फिल भएको चाहिँ छैन र पिकअप पनि राम्रै दिइरहेको छ यो गाडीले। पिच रोडमा यो गाडीको ड्राइभिङ एक्सपिरियन्स हेर्ने हो भने अहिले चाहिँ मलाई चाहिँ एकदम नाइस फिल भइरहेको छ होइन। पिकअप पनि राम्रो टक्क चाहिने जति पिकअप लिइरहेको छ। इको मोडमा चलाइरहेको छौँ हामीले होइन। पावरको कमी पनि फिल भएको छैन, बाहिरको आवाज पनि खासै आइरहेको छैन। एकदम तपाईँको आइसोलेटेड क्याबिन चाहिँ आइसोलेटेड भएर राम्रो तपाईँको साउन्ड प्रुफिङ चाहिँ गरेको जस्तो
फिल भइरहेको छ। हाम्रो स्पोर्ट्स मोडमा चाहिँ पावरको कमी कति पनि फिल हुँदैन, मजाले जति पावर चाहिने हो त्यति पावर चाहिँ तपाईँले पाउनुहुन्छ। र राइडिङ गर्दाखेरि तपाईँको यो स्टियरिङको स्टेबिलिटी पनि राम्रै फिल भइरहेको छ, धेरै वाबल गरे जस्तो फिल भएको छैन। र कर्नरिङमा पनि गाडी अलिकति रोल ओभर गरे जस्तो चाहिँ देखेको छैन, भनेपछि गाडी एकदम स्टेबल तरिकाले चाहिँ चढिरहेको देख्न सकिन्छ। र यहाँ तपाईँको यो चाहिँ तपाईँको साइड रेल सानो राखेर यहाँ मिरर राखिदिएको कारणले गर्दाखेरि टक्क यताउति हेर्नु पऱ्यो भने चाहिँ एकदम सजिलो हुँदो रहेछ, भिजिबिलिटी पनि राम्रो हुँदो रहेछ। ब्लाइन्ड स्पट चाहिँ घटे जस्तो फिल गरेँ मैले यो भएको कारणले गर्दा। अब पिकअपको बारेमा हेर्ने हो भने चाहिँ अब हामी उकालोमै चढेर आयौँ होइन, मजाले जति चाहिने हो त्यति पिकअप चाहिँ यसले मजाले दिएको थियो। कहिले पनि त हामीलाई चाहिँ कति बेला पनि त्यो ल्याग भयो जस्तो, अलिकति तपाईँको पावर नपुगे जस्तो चाहिँ फिल भएन। र 50 लाखको सेगमेन्टमा हेर्ने हो भने यो भित्रको क्याबिन एक्सपिरियन्स चाहिँ तपाईँको एकदम प्रिमियम लेभलको गाडी जस्तो चाहिँ फिल भइरहेको छ। अलिकति स्पोर्टी क्याबिन भएर पनि होला सायद होइन। र तपाईँको जुन यो सराउन्डिङ र इकोसिस्टम छ यो गाडीको भित्र हामी ड्राइभ गर्दाखेरि त्यो चाहिँ एकदम कम्फर्टेबल र भ्यालु फर मनी चाहिँ भन्न सकिन्छ है त।